यहाँ सबैजनालाई स्वागत छ बनाइदिनु भएछ आज चाहिँ विजय दशमी अनि मेछेलीको फर्स्ट ह्यापी बर्थडे नमस्ते गरिदिनु ह्यापी बर्थडे छुटी भिडियो आइरहेको छ अब चाहिँ हामी टीका लाउँछौँ 2081 सालको विजय दशमीको टीका लाउने हो मेरो साइडको नि सेकेन्ड टीका हो सेकेन्ड टीका हो त्यसपछि अनि सालको बर्थडेको लागि हामी के गर्छौँ खानेकुरा बनाउँछौँ तपाईलाई त म यहाँ घुँडामा राखेर गरौँ है त्यसले गर्दा के हुन्छ यो टिभी त मार्दिन टिभी मारिदिने बेला भयो त्यसको आँखा हेर्नु न रिमोट कहाँ छ मेरो बुहारीहरू त्यसलाई त्यो भिडियो हेर्नुको लागि का भाइ दिने मेरो बुहारीहरूको रोग खान्छ माइजू नदिनु खान्छ मुखमा हाल्छ क्लिप क्लिप बनाउने कि कस्तो माइजू अकिल बुद्धि आयत्र सबै समस्या उम्रिरहनु परमेश्वर जमारा उम्रे कुमारे उदय गर्न माइतीहरूको अबदेखि झगडा अब झै झगडा आजदेखि शान्ति भइदिनु झै झगडा नगर्ने छिट्टै ज्ञान लागिजाने हुनु छिट्टै बोली पनि फुटाइदिइहाल्ने गर्नु बरुवेश 81 सालको विजय दशमी टीकाले पनि फाप दिने मेरो नातिनीलाई नाकमा चामल यसरी काना जमारा शिरमा बसिसकेको जमारा बसिसकै उज्यालो परमेश्वर लालज्योति दिनु मेरा काम चाहिँ भएका लालज्योति दिनु है मेरो काम ठिक गरेको शिरमा चाहिँ जगारा दुई भन्ने हो नमस्ते गर्नु भोकालाई पैसा नमस्ते अरे उनका जेठी हामी त कान्छी ओ लिम्बुले को गरौँ अरे ल मेरो मनको आशिक लाग्छ ठुकुटी सरे आशिक त्यही धजिलै त्यही भाका यी भाका चाहिने लो अनि सोच्दै हैन छिट्टै जानु पर्यो सघाउनु पनि अनि घरमा टीका लाउनु पाउँदैन आमा त बिरामी भएर त म त पाहाडतिर फोन हान्छु गइरहेको अब इमर्जेन्सीमा अनि बुहारीले भन्छ मेरो आमालाई आशीर्वाद दिनु भयो नरुनु है ल कस्तो चिमोट्नु जस्तो रिसायो
Jika waktu kami ikan satu. साइबुङको बर्थडेको डेकोरेसन चाहिँ यसरी हुँदैछ। साइबुङको नानाहरूले आन्टीले डेकोरेसन गर्दै हुनुहुन्छ। ओहो कस्तो छिटो भइहाल्यो आम्मा गर त्यो आम्मा गर मुखमा हाल के भयो साइबुङ भनेको राम कुलुङ भाषा मुखमा हाल न त्यो फुल के पो अरे सिरफुल फेरि खाने कुरा त मुखमा हाल्दैन हाम्रो अब चाख्नु जानेको त मुखमा साइबुङको अंकल लागत ना कसको बिसु पनि खाने यो गर त अब खाने नै भन्दै थियो है कुछ याद आयो लु विशु दादा मिठो भयो हेर्दैछ साइबुङको बर्थडे केक काटिसकेको है म खै त थ्याङ्क यू भन्दैन त लाड भइदियो आफै खाँदैछ उसले त साइबुङ है हजुर साइबुङ सिरफुल हाम्रो बाबुको चाहिँ नाम के भन्देऊ तिम्रो विश्वास हजुर ह्यापी बर्थडे बाबुले ल केक नभए बुना बसिरहन्थ्यो केक खाएर उयो भइसक्यो है अझै मुनि एङ्गलबाट नहल्ला खिच्नु भिडियो हो के कति राम्री देख